हेलो गुड मर्निङ अनि सबैजनालाई सेवा नमस्कार। अनि आज बिहान म चाहिँ फेरि पनि यात्रामा निस्किसकेको छु। यो चोटि चाहिँ बवाल हुनेवालामा छ हाम्रो प्लान अनुसार। चाहिँ म चाहिँ हाम्रो मेरो साथी विकास सङ्गमको घर जाँदैछु। अनि आज चाहिँ हामी कस्तो भने एकदम कन्फ्युजमा कुदिरहेको छौँ यहाँबाट मेरो रुमदेखि चाहिँ। किन भन्दाखेरि उसको घरदेखि चाहिँ रुमदेखि चाहिँ दाजु भाउजूसँग कारमा जाने कि बाइकमा जाने, कारमा जाने कि बाइकमा जाने भन्ने भइरहेछ। अनि बेलुकासम्म हामी कारमै जाउँ न त भनेर प्लान बनाइरहेको थियौँ विकास र मैले पनि। तर त्यहाँ पुगिसके पछाडि चाहिँ हामीलाई डोल्नु मन लागिरहेको हुन्छ अनि कार त हुँदैन फेरि भनेर चाहिँ हामी त्यहाँसम्म चाहिँ बाइक लाने, त्यहाँबाट सल्लाह गरौँ भनिरहेको छौँ उसको रुममा। त्यस पछाडि हामी चाहिँ यसपालि चाहिँ खोटाङमा विकास सङ्गम चाहिँ भोट हाल्न जाने हो। तर म चाहिँ अब गाउँतिर नजाने भइसके पछाडि चाहिँ म एकदम घुम्न मात्र जाने हो। घुम्न पनि के भन्नु, ठक्क फिसिङ गर्नु मन लागिरहेको थियो। अनि फिस मार्ने माछा मार्ने अरे के गाउँमा सबै मिलेर गाउँको मान्छे। अनि मलाई पनि जाउँ जाउँ भनिरहेको थियो, मलाई पनि मन लागिरहेको थियो। त्यही भएर चाहिँ म आजलाई बाटो लागिसकेँ। अब यो भ्लग चाहिँ बवाल हुनेछ। यो र माछा मारेको चाहिँ फरक फरक हुनेछ। तर हुन चाहिँ हुन्छ अब हामी चाहिँ भोट हाल्न गाउँ प्रवेश गर्दैछौँ। आज जाने चाहिँ यहाँ खोजेको हो तर मिलेन, यसमै जाने भयो। उता सकिएछ आज होइन। लाटो भ्लग भन्छ यसलाई चाहिँ खास कुरो भन्ने भने। अब मजाले बोल्ने अर्को अरू क्लिप गरेर नाथे नि हेलो गर्दै हेलो गरिदियो हेलो गरिदियो ल। अब हामी फेरि भेट्नेछौँ छिटो आउनु मसा बस्दै गर्नुहोस्। हुन्छ हुन्छ यसरी हो भोट केमा दाइ भन्नु के भन्नु होइन। उसलाई टेन्सन छ। ल जाउँ न त। ल हामी गाडीभित्र प्रवेश गरिसक्यौँ। कतिखेर पुग्ने भरे बिचमा चाहिँ बिजोक हुने। मिया हामी कहाँ हिँडेको रे? खोटाङ के गर्नु? माछा पक्रिनु। भोट हाल्नु चाहिँ होइन है। माटोमा भोट माटोमा अरे बाबुको त माटोमा भोट हाल्नु गएको? माटोमा यसरी माटो क्रेज हेरौँ यहाँ। उहाँ पनि माटै हो। हजुर चाहिँ भोट केमा? म पनि माटोमै हो त नि। यो त अटेन त तिम्रो बानी। पछाडि दिनु न पछाडि। अट्छ। अनि यहाँ त्यो ग्याटो त्यहाँ नराख बाबाकोमा। हामी यतिखेर चाहिँ गोलभिरको पेट्रोल पम्पमा खड्गा पेट्रोल पम्पमा छौँ। अब हामी जाँदैछौँ। लाटो भ्लगर है हाम्रो विकास सङ्गम चाहिँ। मेरो चल्छ भ्लगरको चल्छ, लाटो लाटो चल्छ। बाटो एकपल्ट बिसायो भने रातमाटामा ड्रोन हान्नु छौ। रातमाटामा ड्रोन हान्ने त हो नि हजुर। रातमाटीमा त बिसाउनु परिहाल्यो। त्यो ड्रोन हान्ने ढोका खुलेन। अब हामी चाहिँ खाजा खाने यो कुन ठाउँमा? काभ्रे चौकोट सर। हामी चौकोटमा छौँ होइन त। चौकोट। अब खाजा खाँदैछौँ। खाजा के पाउँछ यहाँहरू? ग्रिन हिल नेवार खाजा, नेवारी खाजा पसल परेछ। हेलो गाइज, अनि हामी चाहिँ अब यहाँ खाजा खाँदैछौँ। अनि आज चाहिँ लग्जरियस टुर भइरहेछ। अनि हाम्रो चाहिँ गाडी यो, हामी यो गाडीमा जाँदैछौँ। हामी जम्मा 5 जना छौँ एकदम। हेलो गाइज, चल अन्डा खाउँ। चल्ला अन्डा चरा यो केटोले आजन होली खेल्नेले कहाँ कसरी खेल्छ? अनि भन यहाँ
है गाइस बनाउने ल अब हामी हिँड्न लाग्यौँ बेलुका ट्याक्कै खोटक मामराङ कट्टी झ्याप्पै पारेर माछा मार्न गएको छ हाम्रो गाउँबाट साथीहरू भाइज्वाइहरू बेलुका असला माछा टक्कै हुनु पर्यो हुन्छ तपाईँले ढोका तान्नु भयो नि अब आउँछु ढोका त तान्नु भयो नि त्यो प्राइभेट हो कि उहाँको पार्किङ गर्दैन नि कहाँसम्म तपाईँ कहाँसम्म खोटाङ अनि कहाँ गाडी यत्रो लाइन लागिरहेको छ चेकिङमा हो कि जाम हो जामै हो क्या वान वेमा नजानु त्यहाँ ल साइड लाउनु चेकेर चेकिङ थोरै अगाडि गर्नु त तपाईँ चेकिङमा त हाम्रो पर्दैन नि त लु हामी अघि बढ्यौँ धेरै 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 उभिएर हामी कहाँ जान्छौँ यहाँ खोटाङ के गर्छौँ गएर सुत्छौँ सुत्ने माछा मार्छ नमार्ने सुत्न त काठमाडौँमा सुतेको आज त अब पर्सि मार्ने पर्सि मार्ने आज जाने होली खेल्ने होली खेल्ने जान्छौँ आज राति कोसँग खेल्ने पुग्दा रात पर्छ बिहानको राति त फिक्स होली खेल्ने सपना पनि आज अधुरै रहने भयो अनि पर रात माटोमा खेल्नुहोस् है अँ। अलिअलि अबिर दलले जाने है ल भोट माग्नु हुने गएर पुरा मिल्दै हिँडेर हुन्छ के खाने फ्रुट खाने मिहान चाहिँ ओ खानुपर्छ के अरे आज त के अरे यो पानीपुरी ठिक छ सर ठिक छ नि होइन बाइकमा भने खोटाङ देख्दैन पुगिसक्यो 3 त बजिसकेको छ नि हाम्रो के छ मियाङ ठिक छ गाउँ जाँदैछ भने त माछा खतरा मारिने अब सिधा खिचेन के यस्तो अनि यस्तै गरेर यसो नि हान्यो क्या हुन्छ ध्यान नगर्नु यहाँ ऊ हुन्छ अहिले आज हामी यहाँबाट खाना खाने समयमा खाजा खाएर अघि बढी 380 भएछ यता भाइ हाम्रो कति भयो मोबाइल पछि यहाँ हान्ने छैनौँ यहाँ ठिक नि त सर तपाईँले 380 यता भन्नुहोस् त हाल्यो ब्लगर के भन्छ नि यसलाई राम्रो आउँदो रहेछ फोटो नि यो के पो भन्छ दुई शब्द राख्दिनु त के हो यो आजको यात्राको विषयमा आजको यात्रा चाहिँ गाउँ फर्किने यात्रा हो 7 सूर्य 7 ठाउँ छप छप भोट लाउने हो कुरा नि मिलेन यो तलको के हो यो